Yo, what's up guys? Welcome back to my new vlog. Hello. 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 Hi. यता हाम्रो घामजी चाहिँ धानजी चाहिँ सुतिरहनु भएको छ मस्त। कसले? प्रेम तामाङले पो। जस्तै मेरो स्कुलको साथ। ए सर के गर्न आएको त आज? धान काट्न आएको, भोलि मात्रै काट्ने अरे क्या। यो के हो? कचिया। र यार होइन होला के हो? धान काट्दै हिँडेका यो दुईटा खेतालालाई मैले 500 दिन्छु भनेर बोलाएको थिएँ। हेर त आज त हेर त पैसा दिनु 1000 रुपियाँ माग्न थालेपछि अनि दिन सक्दिनँ भनेको त भागेको खेत छोडेर हेरेर त पुलिस केस गर्नुपर्ने भयो। हेर 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 बिचरा नानीलाई यस्तोसम्म खेताला भएपछि त के गर्नु? 500 रुपियाँ होइन 1 रुपियाँ दिन्छु भन्दाखेरि हामी भागेको नि। ऊ ढाँट्दै छ यस्तोसम्म खेताला भएपछि त के गर्नु? होइन एउटा उपियाँ दिन्छु भने अरे मैले उपियाँ दिन्छु भनेकै छैन। मलाई सुली दिन्छु भनेको थिएँ 1 बटुका भातसँग खानु भनेर। सुली चाहिँ तपाईँले खानु ल। यो चाहिँ यो के हो? यो के हो? यो यहाँ चाहिँ पुरै बिहानको गोल्डन एरा छ। हाम्रो घाम चाहिँ उता भिटामिन डी खाने भए आउनुहोस् हाम्रो गाउँमा। यो सजुन पाकेपछि चाहिँ यस्तो मिठो हुन्छ नि सजुनको सब्जी होइन मिठै हुँदैन। टक्कै खेत गएको होइन धान काट्नलाई। तर के कुरा आयो भन्दाखेरि चाहिँ अब पानी परिरहेको थियो नि त अस्तिदेखि। आज पूर्णिमा पनि हो अनि बुधबार पनि हो। पानी परिरहेको छ अस्तिदेखि अनि पानी परेको कारणले चाहिँ आज चाहिँ यसो विचार गरौँ अनि भोलि मात्रै काटौँ भन्ने कुरा भयो। त्यो भएर जा उता माथि यता माथि गएर एक बारी घाँस काटेर जा 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 कुद्या कुद्या तुम दुईजना गएर काटौँ त लु त किन लु त एक बारी बाख्रालाई घाँस लु त। यस्तो 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 गीतकारहरूले गर्दा हाम्रो देश बिग्रेको हो। धान थोरै थुपारेको रहेछ एक बरा मात्रै एउटा दाना मात्रै। यस्तै खाले ट्र्याक्टर हुन्छ होइन तर त्यो यस्तो हातले कुदाउने हुन्छ क्या। यहाँ धान काटिसकेछन् हो। यही गरिब खेतालाई बोकेर गएको थिएँ। 500 रुपियाँ दिन्छु भनेर लगेको भरे उहाँ खेतमा पुगेपछि त 1000 रुपियाँ माग्दो रहेछ यार। खेतालाको 1000 रुपियाँ हुन्छ बित्थामा क्या। अनि मैले 1 बटुका सुली दिन्छु भनेको अनि खुसी भएर काट्ने भन्दै थिएँ। अनि सूर्य